नमस्ते, म कुमार मगर युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई है। आज हामी सानोमिया उहाँ सरसँग मेरो चाहिँ एकदम चाहिँ घनिष्ठ मित्र कृष्ण सर हुनुहुन्छ। उहाँसँग हामी चाहिँ आज यो सानोमिया घुम्न आएको। यो हरियाली चाहिँ कति राम्रो छ है। अब यो बर्खा टाइम पनि लागिसक्यो, त्यसले गर्दाखेरि आज हामी सानोमियामा यो गार्डन खास हामी चाहिँ त्यहाँ इमिग्रेसनमा आएको हो है। इमिग्रेसन काम सकेर फेरि यहाँ यसो राम्रो ठाउँ छ। यो पहिला बनाइराखेको थियो कि कति राम्रो गार्डन थियो पहिला पनि, तर अहिले त्यो गार्डनलाई चाहिँ बल्ल अलिअलि चाहिँ बनाएर सकिसकिरहेको छ। कति राम्रो बनाएछ कि। अनि यहाँ यसो पानी त परिरहेछ, तर पनि यसो यसको चाहिँ भिडियो ल्याउन मन लाग्यो, त्यही भएर सानो यहाँ क्लिप बनाएको है। क्या राम्रो छ। यस्तै सकेर यो हाम्रो जापानको लाइफ है। पानी परिसक्यो, सरले यहाँ छाता छाता ओढ्दै हुनुहुन्छ हैन। अनि सर कस्तो कस्तो छ अहिले यहाँ हाम्रो अब दिनचर्याहरू कस्तो भइरहेछ जापानको? हजुर हजुर हजुर। अब जापानमा बसेको लगभग 16 वर्ष भयो। हजुर जापान राम्रो छ, रमाइलो छ, त्यही हो, खासै केही छैन। अब सरसफाइ ठिकै छ। जिन्दगीमा जापान जापान ठिक छ, रमाइलो छ हैन। यी सबै कुराहरूले गर्दाखेरि र नेपाल गए पनि यति आउन मन लाग्ने, माया लाग्ने हैन। जापानलाई चाहिँ धन्यवाद छ, किनभने हामी यस्ता सयौं बेरोजगारी नेपालीहरूलाई पनि हैन आउने खालको चाहिँ राम्रो नै मानिन्छ यो जापान। सबैको चाहिँ एउटा सपनाको सहर भन्दै पनि चिनिन्छ। तर कस्ता मान्छेलाई चिनिन्छ भन्नुहुन्छ भने जो मिहिनेती छ नि हैन, मिहिनेती मान्छेलाई चाहिँ तपाईको सपनाको सहर हो नै हो जापान। तर चाहिँ फान्तास फुन्तुसहरूलाई चाहिँ त्यो छैन है। फेरि गाह्रै हुन्छ। जुन मान्छे अलिकति चाहिँ अब अल्छी छ नि, अल्छीहरू भनौँ न एक खालको, त्यो मान्छेहरूलाई चाहिँ गाह्रो चालिन्छ फेरि लाइफ जापानमा। तर मिहिनेती गर्ने मान्छेलाई, इमानदार भएर बस्ने मान्छेलाई हरेक कुराहरू चाहिँ इजिली लिने हैन, दुःख नमानिकन सबै कुराहरू चाहिँ म गर्छु भनेपछि गर्छु खालको हैन हुन्छ नि। हिम्मतिलो मिहिनेती मान्छेलाई जापान एकदम ठिक छ है। बाँकी चाहिँ अब हामी कहाँ जान्छौँ म त्यहाँ म देखाउने कोसिस गर्छु है त। भएको चाहिँ मासको निचुवा यस्ता हुन्छ है हाम्रो ब्लगमा चाहिँ यो हुन्छ हैन। कोम्बामा हैन रागे गिनेसका दाइजु म त के हो त यो पामिने ओ म त नका ताहेने के दो म के दो म त म दाइजु म कना के वाज द आनो न्यू खाने की मस्त के हैगा अन्तनी यो जोगासी एक पाइ नेपाल दिन म एक पाइ अता kita rame mo to न्यू नो म त एक पाइ अरु का न्यू खान बो ततै अन्तनी यसो खासी ततै नि चिकन गुराई मैले बारो दिन गएको दिन मिना नि तो आनो कुनी करा मी kai पाइ कुका kita अन्तनी मिना अन्तनी यसो खासी अरे दोस्ता या अन्तनी अरे दोस्ता